त्यहाँ पुगिसक्यो यसले त खाँदैन खुट्टामा पनि छ के को जस्तो लाग्यो मेरो लङ्गोटी आयो वेलकम हो मलाई केक पनि पाइयो के हो तिमीहरू त्यस्तै टाइपको बनाउनु खोज्यो तर अलिकति डिफ्रेन्ट छ तर आमाले के बनाउनु आँटेको भन्नु त कमल हौ अब किडनीको टुटिएन छुट्टै कहानी छ हौ यो बाटोको त छैन सकुन खोज्दा छैन अनि यसलाई फोन गरे निशालाई फोन वेलकम ब्याक टु माई च्यानल इलाम डे 2 इलाम डे घुर्रु भने सुतिरहेछ म नि घुर्छु गर्दा घाम झुल्किसक्यो घाम चाहिँ यहाँ हुन्छ भर्खर 6 बज्दैछ के अरे तर यस्तो उज्यालो घामै लागिसक्यो तर दिन धुम्म हुने रहेछ यार पारीको डाँडाहरू देखाउनै पाइनँ मैले यो चाहिँ हाम्रो घर घरको फुल अब चाहिँ हान्दैन छ्या हाम्रो पापा खालि भित्रबाट बाहिर थुको घडी रहेछ त यहाँ हिजो चाहिँ टाँसेर घडी लगाएर चिया गरेका के छ दाजु गाउँले चिया यो चिया त मिठो त ग्रिन टी खानु पाएन नि त ग्रिन टी पहिला कति खाएको त ग्रिन टी मैले अहिले चाहिँ खै त हेर त तिमीहरू दुईजना बुढो देखिन्छ के अरे कान्छी आँखा हेर्दा त मलाई आधा उता काममा मलाई एउटा बुढोले जहिले मेरो आँखा सानो भयो त किन जहिले सुतिरहेको उठ न उठ उठ भन्छ जहिले तिमीले लिपस्टिक लगाएको रे कसको लिपस्टिक लगाएको म आमाको हो कि तिम्रो मेरो हो मेरो आमाको त हो मेरो आमाको त हो कति राम्रो देखेको त अनि तपाईँ नउठ्ने सुतिरहने उठ्नु कति ज्ञानी छ हाम्रो मेलिसा लिपस्टिक लगाएर कम्ता राम्री भएको छैन कम्ता राम्री होइन अनि यो लुगा चाहिँ कसले लगाइदिनु भयो यो साह्रै सफा रहेछ त देखेको लुगा चाहिँ अर्कोलाई दिनु नि हौ के हो यो लेग्रै लेग्रा हो खुट्टामा पनि छ है हो लिपस्टिक त खुट्टामै लाउने हो कान्छे राम्री भएको कुखुराको खोर चाहिँ खतरा छ होइन हौ तलको त दुइटै तल झारिदेऊ कि त अर्को नि सुर्किदेऊ त्यति भए त मिल्छ नि त कहाँबाट लिएर आयो बल चाहिँ किनेर ल्याउँछ यसले मलाई हिजोदेखि घुम्नु फाइनली पनि भ्लग स्टार्ट गरेँ अब दिउँसो गर्ने पाइनँ क्या बत्ती थिएन चासो थिएन हामी जानु आँटेको अमला काण्ड याद आयो हामी चाहिँ अब लागेको बान्नु पर्छ खै के बान्ने आमा यो के हो रे मक्स त नलगाइ त हिँड्दिनँ म त मक्स त लगाउनै पर्ने हुन्छ ल म चाहिँ अब सेनामेनाहरू लगेर बजार जाँदैछु वृन्दा कस्तो छ अब चाहिँ हामी सर इलाम लाग्यो जनताहरू पुगेर बच्चाहरूलाई केटाकेटीलाई घुमाउनु के गरेको चाहिँ आमाले पर्खिँदै को भनेको तिमीले चाहिँ प्रीतिलाई हेर्नु जाउँ भनेको माने यो चाहिँ इलाम हामी कहाँ जाने सपिङ हुँदैछ सफलहरू
छ्यापलहरू किन्दैछ मान्छेहरू हाटियामा। आज हाट लाग्ने दिन हो। वृन्दा मालदा इलामेली खाजा गर्ने मालदाको रहेछ नि त जाने न। यो मन परेको अप्ठ्यारो हुन्छ हौ यस्तो त। साह्रो रमाइलो लागेको अब चाहिँ हामी पर्क मोमो खान अरे। पर्क मोमो पर्स त दिएँ नि मैले होइन गर्ने 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 तर यस्तो धेरै खानु पनि हुँदैन। मिठो खै वृन्दा केसरीले के मगायो थाहा छैन। लिम्बुनीले खाँदैछ सुँगुरको मासु। अर्को लिम्बुनी अर्को लिम्बुनी म मात्रै रहेछ क्या राइनी म त अब तामाङ्ने हो। दुईटा लिम्बुनीहरू बुद्धि बिगारेर राईसँग बिगारेको। हाम्रो सुँगुरको मोमो के को जस्तो लाग्यो हामी मुलाको मुला जस्तो लाग्यो भन्छ अब म खान्छु। तिमीले खाइछ क्या सुँगुरको मोमोहरू कतै कतै मैले मासु पाएँ। मलाई मिठो लागेको छ त मिठो भयो मिठो हुन्छ। इलाम चौक इलाम बजार चोक मेरो सेनामेनाहरू भारी बोकेर सेनामेनाहरू अब यहाँ जाने बिर्से चाहिँ मेरो लङ्गोटी आयो हो त यो लङ्गोटी यहाँ उयो एउटा पसलमा क्या फोनको उयो लगाएको टेम्पर ग्लास यस्तै हो यो भन्दा ठुलो आउँदैन लगाइदिएर त बाङ्गो न बाङ्गो लगाइदिएछ क्या रिस उठेर यहाँनिर अन्त राम्रै भएछ त यो त त्यो ऐको बिरे भन्छ खुट्टाबाट छिर्किनु पऱ्यो मलाई खुट्टाबाट हेर्ने कपाल पनि कलर गरेछ ए मोटाको त रहेन रहेछ म त माथि टचअप गर्नुपर्छ टचअप पो गर्दै रे। अब हिँड्दैछु मित्रलाई लगेर जाँदैछु कस्तो हुँदैछ त सेनामेनाहरू। आज सेनामेनालाई तर घुमाइदिउँ भनेको भ्याएन। यो वृन्दानी यो साइडमा बसेछ म नि यो साइडमा यतातिर जाला भन्ने डर भएर चाहिँ सबजना गरे गरौँ अलिक बिस्तारै कुदाउँ कि क्या तपाईँले फेरि अलिक स्पिड कुदाउनु हुँदो रहेछ नि हो। ए ए ए ए ए ए कि यो चिप्ले हो पत्तै पाइन त मैले त यस्तो नभन्नु न तिमी काखमा बस भने होइन खै त त्यो मलाई झोला छेउमा बस्नेहरू रामाको तितलीको यता घरमा गएर तपाईँले आज माउन्टेन ड्यू खाएर आउनुभयो के हो डर के आगे जिते भनेर चियामा माउन्टेन ड्यू सरेको थियो कि के हो बाँच्यो म त राइडर यस्तो यो बाटो ठिकै अघि त कहाँ जुम 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 ल दुईजना हेर न उनीहरूलाई हतार भएर तल पुगिसक्यो ल धन्यवाद। हाम्रो धोबीधारा अटो सेवा रहेछ स्पिड कुदाउने रहेछ के अरे हिँड्नु आउँदैन हिँड न अब हिँडेर आउने मान्छे अरे फेरि लुपिन त पहिला नि यही बाटो हिँडेको त
हे भगवान हामी त यहाँनिर सुरुली खेल्थ्यो है यहाँ त पहिला कत्रो जङ्गल थियो नि खै तिमी त फिल्मको के पो हरिया गाउँले आउँदा फिल्ममा हुन्छ नि त्यस्तै भयो यहाँ होइन कत्रो जङ्गल थियो अनि हामी यो यस्तो बारीहरू केही थिएन अनि हामी चाहिँ यहाँनिर यस्तो सुरुली खेल्ने यो बाँसको काटेर बनाउँथ्यौँ छ त नि देवीथान त मासेको छैन होला नि यो चाहिँ हाम्रो देवीथान हो टिम्बुरको बोट मेरो लङ्गोटिया यारले चाहिँ यहाँ केक लिएको छ अरे हेर्नु न त तेरो त्यो अघि त्यो टेम्पोमै वेलकम होम रे कुमारलाई पठाउनु पर्यो अस्ति सेननहरूले चाहिँ वेलकम होम कुम्ले रे आज ल वेलकम होम वाला केक पनि पाइयो आज जिन्दगीमा ल ओ यो त आगो बल्छ हौ नगर न यस्तो त यो मेरो छेउमा चाहिँ नगर यो त्यो वेलकम होम त्यो छिर्न पर्यो आगो भन्नु के हो यो खै बहिनीलाई बोलाउ न वेलकम होम पिङ्कु तिमीले के खाएको भर्खर मैले चाहिँ एउटा नयाँ कुरा थाहा पाएँ भनौँ कि नभनौँ मङ्गलबार चाहिँ नयाँ कुरा लाउनु हुँदैन र घात पर्छ अरे यसले नयाँ चिज केही लगाएन लिपस्टिक चाहिँ अघि लगाइहालेको थियो तर पुस्यो थाहा भयो त मैले लाउँदिनँ आजदेखि भने त वृन्दा नयाँ लुगा चाहिँ नलाउनु अरे हो यो सबै नयाँ होइन त मैले लाउनु लागेर निकालेर ल ल ल ल अबदेखि मैले चाहिँ होइन भन्ने छुइनँ नि त मेरो भलगमा अरूले नि विदेशीहरूले हेर्छ नि त अनि थाहा पाउनुको लागि गाउँघरमा चाहिँ अलिकति फ्लास अन गरेर बोल्नु पर्दो रहेछ नि आमाले भनेको साह्रो राम्रो देखियो अरे त मलाई यो लुगाले त कस्तो राम्रो कलर कति राम्रो देखियो अरे यो भर्खर लिएको आज के हो आज हो तेरो लिएको के हो तिमीहरू चाहिँ सेकुवा बहिनी तिम्रो त नाक चुचो चुचो छ त तिमी त के सेकुवा खाँदैछ ए ठिक 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 नुन खोर्सानी पनि मोलेको कि के हो मोलेको एउटा खाना त सेकुवा गागो के भयो अरे सानो जाली भयो यो दोस्तीलाई नि ल्याउ न हौ कति राम्रो आँखा उस्तो छ त मेरो अलिक धेरै दामको के हो यो बहिनीलाई नि केही देऊ है त्यो खाँदैन सेकुवाहरू मेमोरी हुन्छ यस्तो कसले बनाइदिएको चाहिँ मैले आफै ट्यालेन्ट रहेछ त बहिनी तिमी त बिचरा यत्रो एक्लै पकाउँदै रहेछ त्यही भएर त पाएको र त्यो खासै पाएको जस्तो त लागेन अघिदेखि यतिकै खाएर हो के सुन्न बिन्दा के गर्दैछ यतापट्टि खाटमा भनेको सेक्वाकै भिडियो हेरेर मजा आयो त अनि चित्त बुझ्यो सेक्वा खानु उठेर आएर सेको म चाहिँ एउटा मुढा लिएर आउनु पर्यो कति खालमा ऊ चाहिँ हाम्रो घरको लक्ष्मी यता हेर त लक्ष्मी यहाँ यस्तो पकाउँदैछ खतरा सेफ अरे यता लक्ष्मीको पुत्रले फेरि हात काटेर आउनु भएको छ देखाउनुहोस् त हे भगवान त्यो त धुनुपर्छ नि त कान्छा धुनुपर्छ चिया कसले लगिदिएको फेरि बुढालाई त्यति माया गर्छ उसले कहाँ छ बुढा चाहिँ एउटा चाहिँ दिनु ऊ त अघि ओह्रालोमा हिँडेको पनि देखा यो भिडियो छ नि ओह्रालोमा हिँडेको बिजोगमा हाँसे सबजना यार कहिले गाउँ नदेखेको मान्छे आएको होइन देखेको छु हौ गाउँ त फिल्ममा बोल्यो हजुर भुङ्नुमा पाक्छ
तमी छैन घर पालुवा जनावर नानो तमी छैन के हो कहिले ए हैन यसले के भन्दै थियो बिहान थाहा छ निला कहाँ बस्ने निलम निनी थाहा छ तपाईँलाई भनेर कहाँ भनेको निशा निनीको घरमा अरे निशा हजुर हो त को हो गलाएर बजाएको गाइने दाजुहरू पोलेक मासु नखाने तिमी सुँगुरको मासु खाँदैन है सुँगुरको मासु किन ए हो कस्तो कुकुर अरे आमा त्यो चाहिँ टिभीमा आउने कुकुर रे मेरो फ्यानहरू मेरो ब्लग हेर्दैछन् खासै मान्छे मेरो ट्याटु के हो भनिरहेको थियो कि यस्तो हो कि देखाउँ त यहाँ आमाको ट्याटु छ अनि मैले यस्तै टाइपको बनाउनु खोजेँ तर अलिकति डिफ्रेन्ट चाहिँ छ तर आमा के बनाउनु आँटेको भन्नु त कमल हौ कस्तो कमलको फुल अरे हो यो चाहिँ कमलको फुल होइन कि दुखेर यता उता त्यो पात के बनाउनु आँटेको थियो अनि यता बनाउनु आँट्दा मैले नदिएको म चाहिँ यताबाट हेर्दा तराजु जस्तै त्यस्तो गिटारिस्टहरूले मलाई त वाक्कै लगायो कटोली सक्यो पुऱ्याएर आइहाल्छ अब यो माइत जानेलाई त छोडिराख्नु पर्यो नि त माइती जान्छ पुऱ्याएर त आउनु पर्यो यो बाटो त हामी पहिला कति ओरदोर गरिन्थ्यो के थाहा बिन्दा तिमीलाई केही थाहा छैन हामी चाहिँ अनकन्टार जङ्गलको बाटो पुऱ्याउन जाँदैछ मेरोलाई केही देखेको छैन भन्दा ओरदोर हुन्थ्यो तर पहिलेको भन्दा अझै उयो कमी भएछ है के भन्छ त्यसलाई जङ्गल क्या पहिला त्यहाँ त साह्रो पो बाक्लोको जङ्गल थियो त अम्लिसहरू क्या अब कति छ अरे यहाँलाई थाहा छ नि अम्लिस हो कुच्चोको रुख हो यो घरबाट आएको छ नि तिमीहरूले कुच्चोको रुख यहाँ के रोपेको छ माथि हो कि हिँड्न खुरु त्यो तलको बाटो मासिसकेको हो भनेको होइन बारी रहेछ यो चाहिँ अनि म भन्दा धेरै तिमीहरू के अरे नानु बसेको नि त्यसलाई थाहा नहुने मलाई चाहिँ कसो थाहा हुन्छ त अनि गुडिया हो त्यो चाहिँ तेरो ए भगवान सरिया मान्छेहरूसँग हिँड्नु चाहिँ साँच्चै गाह्रो हुने रहेछ हौ गुडिया तिमी गुडिया हो ए लुइन गुडियाले बाटोसम्म लिन आएछ गुडियालाई पठाइदिनु पर्यो गुडी चाहिँ नभन्न त अनि गुडी नै भन्छ त गुडियालाई बोला जस्तो भयो सम्झना राई भनेर ल है फाइनल यसको माइत आइपुग्यो ए शुभ विवाहको अझै रहेछ त निसेको माइलीको ल हामी आइपुगेको छौँ खतरा फुल रोपेर रहेछ त काकीले त ए यता चाहिँ गोरी नमस्ते के छ खबर दुम्सी खन्ती रे वृन्दा हौ ए वृन्दा चाहिँ लालुको छोरी हौ ए के छ तपाईँको खबर त्यो सर्टको टाक तलर माथि ठुलो घरै हो कि ए फेरि निसेको फोटो रहेछ त यहाँ साह्रै खटपटी भएर काकाले अगाडि हेरिरहनलाई राखेको बाहिर निस्किँदा नि भित्र अनि खोइ त अनि अरूको चाहिँ फोटो छैन माइलीको मात्रै छ नि यता छ यता तिनै अडी ए यो त हाम्रो पहिलाको राजमहल हो यहाँ मेरो भिडियो देख्नु पर्यो नि ठेकी होइन काकी यो मईको लागि के गर्थेँ म मै र खोर्सानीको लागि होइन तैँले गर्नुपर्ने त यो बदलमा हालेको खोर्सानीको लागि
सबै धन्ना जाति टाकन टकन सकेर अगाउँदै खोर्सानी म कहिले पुगिन्छु न त्यो भनेको खोर्सानीमा साह्रो बिक्थ्यो म पहिला अरू बेला भन्दा तिहारको धन्ना चाहिँ सारा गर्थ्यो बिचरा जम्मै जम्मै हाम्रा डन पल्टिहाल्थ्यो उही हो नि धन्ना उपर खुट्टी लाएर बसेछ माइतमा आएर माइत गरे अरे तपाईँलाई अस्ति आमा आएर नि खोज्छु भन्दाखेरि छैन सकुन खोज्दा छैन अनि यसलाई फोन गरे निशालाई फोन गरे मैले अफिसमा छैन मलाई ब्लक गरेको छ तैँले मैले चाहिँ कहाँ गर्नु म देखिरहेको हुन्छु त फोटोहरू म चाहिँ यहाँ खोज्दाखेरि छैन त पोखरीमा अब अनि टिकटक त कम त आउँदैन त तपाईँको म त हेरिरहेको हुन्छु त बेला बेला के गर्नु बाँचिन्जेल साइलो अब चाहिँ गर्ने हो रमाइलो तिमीहरूलाई त मन लागिरहेछ टिकटक त अब काका र काकीको टिकटक देखिरह त फोटोहरू त कम्ता खतरा खतरा आउँदैन त अनि अब बुढाबुढी बसिरहेछ टिकटक बनाइरहेछ खाइरहेछ नि के गर्नु छ र अब हामीले खै त दिन त मेरो खोज्छुमा छ लालु लालु ए मिठाई त ल्याउनै बिर्सेछ साँच्चै अब भोलि आउँछु नि बिहानमा चिया खानु माइत आउँदा के ल्याइस् त खोइ दे नि त दिँदैछु त यहाँ छ त मिठाई यही खान्छु जो एक दुई दिनमा आउँछ हौ काका म चाहिँ अगाडि आइहालेको ए म त आउँछ नै पो भन्छु आउनुहुन्छ ए एला मैले फेस वास चाहिँ ल्याउनै बिर्सेँ एकतिर अलिकति मागौँ भन्ने ऊ भाँडामा चाहिँ साबुनले धुन मम्मीको छ फेस वास अलिकति छ नि बुवालाई अस्ति ल्याइदिन्न भनेर उयो गरे पनि फोटो पनि तपाईँ यतिकै राम्री किन चाहियो फेस वास बोगटी ल्याइदिएको थिएँ ए यसले मलाई कसरी ल्याइदिएको भाइ कसैले नदिइहाल्छ तपाईँलाई कसैले दिएन के हो त्यो चाहिँ म दबाई ल्याएको यति के हो यो बट्टा के हो रे यो यसको मै बोक्ने बट्टा हेर्न खोइ के गर्दा अरे मम्मी मै छ होला खाम न त हौ अनि त्यो त कसैले ल्याइछ है छोरीले ल्याइछ है अनि फापरको पिठो र त्यो भएपछि त्यति ए म चक्लेट भोलि ल्याइदिइहाल्छु नि ए ल ल ल हिँडिँदैछ गाउँघरमा त्यस्तै रमाइलो हुन्छ कि पैसा पुरानो आओस् न त अनि तिमीलाई त एलर्जी छैन बिरालोसँग तिमी कहाँ गएको तिमी अब फर्क्यो अब यो देवलमा कति च्याउ पल तिमीलाई थाहा छ देवलले च्याउ देवल भन्छ कि यसलाई यहाँ देवलले च्याउ पलाउँछ कि यहाँ अनि साह्रो पो मिठो हुन्छ अब गुडिया त अगाडि लागेर हिँडिहाली हाम्रोमा कुकुर छ त्यही त तिमी जाऊ घर गुडिया तिमी जाऊ घर तिमी जाऊ ल अनि फेरि तिमीलाई टोक्छ त्यहाँ तिमी फर्क जाऊ जाऊ भयो धन्यवाद जाऊ ल जाऊ 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 सेतो पनि जाऊ ल जाऊ ल पुरा यो चाहिँ हाम्रो चियाबारीहरू हाम्रो घर चाहिँ त्यहाँ छ अनि यो चिया होइन त यिनीहरू आमाले बनाउनुहुन्छ त्यो चिया हाम्रो घर चाहिँ त्यहाँ छ के सोचेको अरे यो त्यो मान्छे भैँसीलाई घरि गाई भन्छ घरि चियाको बोटलाई सुन्तला भन्छ के भन्ने होला यो चाहिँ हाम्रो लोकल लसुन फेरि लसुन पनि चिन्दैन होला तिमीलाई त गाह्रो छ घर आइपुग्यो